So hello everyone, नमस्ते, वेलकम टु माई मिनी ब्लग। अनि आज अहिलेमा चाहिँ पानी परेर एकदम चिसो मौसम भइरहेको छ। अनि हामी चाहिँ मण्डली परिवार मिलेर आज मोमो खाने योजना बनायौँ। अनि हामी चाहिँ यहाँ मोमोको लागि तयार गर्दैछौँ। अनि यहाँ हेर्न सक्नुहुन्छ हाम्रो बहिनी, उहाँ चाहिँ हेलमेट लगाएर प्याज काट्दै हुन्छ। अनि यहाँ हुन्छ हाम्रो भाउजू, अनि बहिनी चाहिँ पुरै आँखा पोलेर हेलमेट लगाएर चाहिँ प्याज काट्दै हुनुहुन्छ। र हामी चाहिँ सबैजना मिलेर काम गर्दैछौँ। कोही चाहिँ यता बसेर मोबाइल चलाउँदैछन्। अनि यो चाहिँ हाम्रो दाइको यहाँ माछा थियो पहिला धेरै नै, अहिले चाहिँ सबै मरेर खाली छ। अनि यहाँ अर्को छ मिमी चाहिँ जाडोमा लुगा लगाएर तातो भएर बसिरहेछ। अनि यहाँ हामी चाहिँ मोमोको लागि किमालाई मसलाहरू हालेर मुस्दैछौँ। अनि हामी चाहिँ किमा रेडी गरेर मोमो बनाउन थाल्छौँ। अनि यहाँ बेल्दैछ हाम्रो अनिता, अनि म चाहिँ मोमो बनाउने, अनि भाउजू अचार बनाउँदै हुनुहुन्छ। अनि हामी चाहिँ गीत गाउँदै यहाँ मोमो बनाउँदै थियौँ। एकदम रमाइलो भइरहेको थियो। अनि हामी चाहिँ एक लट मोमो पाकेर हामी यहाँ टेस्ट गर्दै थियौँ। अनि अन्त चाहिँ हेर्नु न, यहाँ मोमो तातो मुखमा हालेर मुखमा पोलेर बिजोग भइरहेछ बिचरा। अनि केटाकेटी पार्टी चाहिँ यहाँ च्यालेन्ज गर्ने अरे मोमो। अनि उनीहरूलाई चाहिँ मोमो पाकेको मोमो चाहिँ हामीले उनीहरूलाई प्लेटमा राखेर यहाँ खेल्नको लागि दिएको छौँ। अनि उनीहरू चाहिँ यहाँ गर्दैछ, गेम खेल्दैछ। अनि म चाहिँ यसो भिडियो बनाइदिएको, अलिकति रमाइलो भइरहेको थियो एकदमै। अनि मोमो पाकेर हामीले प्लेटमा हाल्यौँ। अनि हामी चाहिँ सबैजना बसेर खाँदै थियौँ। बच्चाबच्चीलाई चाहिँ अगाडि नै दियौँ, अनि हामी चाहिँ पछाडि खायौँ। अनि म चाहिँ यहाँ मोमो चाख्दैछु, फर्स्ट बाइट भन्दै क्या। अनि मिठो भएको थियो। अनि यहाँ बहिनी चाहिँ एक लट खाइसकेर फेरि थपिरहेको थियो। अनि मुखमा हालेको तातो भएर अथाथा गर्दै थियो। अनि फेरि गर त भनेको, फेरि गरेन। अनि यहाँ केटाकेटीको चाहिँ छुट्टै छ यहाँ रमाइलो, उहाँ टिकटक बनाउँदै, हामी चाहिँ अनि खाँदै थियौँ। अनि हामी खाइसकेर दाइ भाउजूलाई बाई बाई गरेर हामी चाहिँ आफ्नो घरतर्फ लाग्यौँ। अनि अँध्यारो भइसकेको थियो। अनि हामी चाहिँ सबैजना घरतर्फ लाग्यो। अनि बाटोमा पानी परेको थिएन। अनि उनीहरू चाहिँ छाता ओढेर हिँड्दै थियो। अनि म चाहिँ भिडियो गर्दै जिस्काउँदै थिएँ। अनि हामी हिल्ली टावरको बाटोबाट जाँदै थियौँ। अनि म चाहिँ भिडियो बनाउने चक्करमा झोला नै फालेर भिडियो बनाउँदै रहेछु। अनि हामी चाहिँ हाँस्यौँ एकछिन। अनि हामी गफ गर्दै हाँस्दै आयौँ। अनि माथि आएर चाहिँ उनीहरूलाई पनि बाई बाई गरेर हामी आफ्नो घरतर्फ आयौँ।